व्हाट्सअप आजको भिडियोमा हामी रेड गर्दैछौँ नेपाली स्ट्रिट फुड्सलाई। अनि आज हामीसँग चाहिँ 5वटा टियर छ, जसमा सबसे तल चाहिँ छ्या टाइप हो। मतलब छ्या टाइप भनेको चाहिँ लास्टै नमिठो, लास्टै घिनलाग्दो छ्या टाइप फुड क्या। अनि त्यसपछि त्योभन्दा माथि चाहिँ हाम्रो बिलो एभरेज छ। बिलो एभरेज भने एभरेजभन्दा तल अफकोर्स होइन। अनि त्यसपछि छ हाम्रो एभरेज। अनि त्यसपछि छ हाम्रो चाक पोल्ने बट मिठो। भनेको चाक पोल्ने बट मिठो भनेको भोलिपल्ट उठ्दाखेरि चाक पोल्छ, तर मिठो चाहिँ मिठै हो नि। तर त्यही भएर नि मतलब सेटिस्फ्याक्सन चाहिँ आउने क्या त्यो चाक पोल्दा। अनि टपमा छ हाम्रो आइकोनिक, जुन चाहिँ बेस्ट हुन्छ होइन। सो हाम्रो फर्स्टमा छ हाम्रो डोनट। अब हामी डोनटलाई चाहिँ हामी एभरेजमा रेट गर्दैछौँ, एभरेजमा राख्छौँ। किनभने चाहिँ दुई टाइपको आउँछ नि त, एउटा चाहिँ क्रिमवाला, एउटा चाहिँ विदाउट क्रिम आउँछ नि त। अनि क्रिमवाला मिठो हुन्छ होइन, बट विदाउट क्रिमवाला चाहिँ त्यस्तो मिठो लाग्दैन क्या। विदाउट क्रिमवाला मात्र रहेछ भने कुनै पसलमा म चाहिँ खाँदै खान्न क्या। भनेपछि त्यही भएर यसलाई चाहिँ एभरेजमा राख्न मिल्छ। एभरेजभन्दा माथि नि यो डिजर्भ चाहिँ गर्दैन होइन। तर मिठो चाहिँ क्रिमवाला चाहिँ मिठो चाहिँ हुन्छ। आलु फ्राइज विथ त्यो प्याज च्याज हालेर बनाउँछ नि आलु फ्राइज, त्यसलाई रेट गर्दैछौँ हामी होइन। अब यसलाई कहाँ रेट गर्छौँ भनेदेखि आलु फ्राइजलाई चाहिँ हामी बिलो एभरेज रेट गर्छौँ होइन। एभरेज चाहिँ किनभने आलु त अब जसलाई नि मिठो लाग्छ होइन, नर्मल नेपाली मान्छेलाई आलु त मिठो लाग्छ। तर यो आलु फ्राइज नर्मल फ्रेन्च फ्राइज भए छुट्टै कुरो हो, यो त तल आलु फ्राइज हो क्या। फ्रेन्च फ्राइज र आलु फ्राइजमा डिफ्रेन्स छ है गाइस। आलु फ्राइज भनेको चाहिँ गिलो हुन्छ क्या, फ्रेन्च फ्राइज त हार्ड हुन्छ नि त, आलु फ्राइज चाहिँ गिलो हुन्छ क्या। त्यो गिलो सफ्ट गिलो गिलो हुन्छ आलु फ्राइज चाहिँ। अनि त्यही गिलो भएर चाहिँ इट इज लाइक बिलो एभरेज क्या, बिलो एभरेज भन्नु मिल्छ यसलाई। त्यसपछि छ हाम्रो आलु चा। यसलाई आलु चा त भन्छ क्या अरे होइन गाइस, आलु चिप्स भन्छ जस्तो लाग्यो मलाई होइन। आलु चा भन्छन् यता त होइन, तर आलु चिप्स हो कि आलु चा हो चाहिँ थाहा भएन, वाटेभर। यसलाई चाहिँ हामी राख्छौँ चाक पोल्ने बट मिठो। यसले चाक पोल्छ तर यो लास्ट मिठो हुन्छ क्या गाइस। झन् यो मेयोनिज अर चिजसँग भयो भने त इट इज लाइक लास्ट मिठो हुन्छ क्या गाइस त्योसँग हुँदाखेरि चाहिँ होइन। अब त्यही भएर यसलाई चाहिँ चाक पोल्ने बट मिठोमा राखेको छौँ। त्यसपछि आयो हाम्रो कर्न डग। कर्न डगलाई हामी राख्छौँ एभरेजमा, किनकि कर्न डग नि ठाउँ हेरेर हुन्छ क्या। मतलब कुनै ठाउँको कर्न डग लास्ट मिठो हुन्छ, तर कुनै ठाउँको लास्ट घिनलाग्दो हुन्छ क्या। मतलब कुनै ठाउँमा यस्तो हल्का नमिठो हुन्छ क्या लास्ट होइन, तर कुनै ठाउँमा चाहिँ लास्ट मिठो हुन्छ। बट त्यही ठाउँ हेरेर हुन्छ, त्यही भएर यसलाई चाहिँ एभरेजमै राख्न मिल्यो। नोबडी विल आस्क मी हाउ दिस फोटो केम इन माई ग्यालेरी। सो यसलाई चाहिँ हामी आइकनिकमा राख्छौँ, किनकि वाइ नट। सो यसपछि छ हाम्रो चाउमिन होइन। सो केटा यो चाउमिन केटाकेटी यो चाउमिन चाहिँ दुईवटा किन छ भनेदेखि एउटा त्यो पातलोवाला चाउमिन, एउटा मोटोवाला चाउमिन क्या। एउटा किमा नुडल्सको जस्तै चाउमिन पनि हुन्छ नि मोटोवाला, त्यो र नर्मलवाला चाउमिन क्या। त्यो दुईवटामा फरक लाग्छ क्या मलाई चाहिँ, लास्ट फरक लाग्छ। त्यही भएर मैले चाहिँ दुईवटा चाउमिन राखेको छु क्या। चाहिँ फर्स्ट चाउमिनलाई चाहिँ हामी राख्छौँ बिलो एभरेजमा, कि मोटोवाला चाउमिन मलाई त्यस्तो मन पर्दैन अनेस्टली स्पिकिङ। मोटोवाला चाउमिन इज लाइक वर्स्ट थिङ द्याट आई हेभ एभर ह्याड। अनि त्यसपछि छ हाम्रो चटपटे। अब चटपटेलाई चाहिँ दिस इज भेरी कन्ट्रोभर्सियल, बट चटपटेलाई म राख्छु छ्या टाइपमा। किनकि चटपट इज लाइक, मैले धेरै गाली खान्छु यो कुराले, बट चटपट आई हेट चटपट इज छ्या टाइप, बिकज इट्स सो यु नो मिठै हुँदैन क्या चटपट। कसम भनेको यसले चाक पोल्ने यो माथि डिजर्भै गर्दैन क्या। चटपट इज लाइक वर्स्ट टाइप अफ सेट आई हेभ एभर ह्याड। त्यसपछि छ हाम्रो लाफिङ। ओके, लाफिङलाई पनि सरी बट लाफिङलाई पनि आई विल गिभ चाहिँ क्या छ्या टाइप, बिकज आई हेट चटपटे एन्ड लाफिङ। लाफिङ इज लाइक खाँदै कस्तो यक टाइप आउँछ क्या मलाई त लाफिङ। मतलब मान्छेहरूले लाफिङ कसरी मन पराउँछन् जस्तो लाग्छ क्या। लाफिङ इज अ स्ट्रिक्ट नो फर मी। त्यसपछि छ हाम्रो लाफिङ इज स्ट्रिक्ट नो भयो। त्यसपछि छ हाम्रो अर्को चाउमिन गाइस। अर्को चाउमिन भनेको चाहिँ त्यो पातलोवाला चाउमिन हो होइन। अब त्यो पातलोवाला चाउमिनलाई चाहिँ हामी के रेट गर्छौँ भनेदेखि पातलोवाला चाउमिनलाई रेट गरौँ हामी एभरेज राख्थ्यौँ, किनकि एभरेजै हो। मतलब ऊ बिलो एभरेज भन्दा चाहिँ माथि हो, तर त्यस्तो चाक पोल्नेमा राख्न नि मिल्दैन, त्यस्तो पनि छैन होइन। त्यही भएर यसलाई चाहिँ हामीले एभरेजमै राखौँ, एभरेजै छ। त्यसपछि छ हाम्रो अल्टिमेट फेभरेट मोमो, जुन चाहिँ आउँछ हाम्रो चाक पोल्ने बट मिठोमा। मोमो इज ग्रेट म्यान। लाइक चाक पोल्ने बट यसमा नि होइन, मोमोलाई हामी राख्छौँ आइकनिकमा। मोमो डिजर्भ्स टु बी इन आइकनिक, किनकि मोमो इज लाइक Momo is the best thing I have ever had. Momo is the best thing I will ever have. Momo is the ultimate boss. Momo is the final boss. Momo is the greatest. As a Nepali, Momo is the greatest. But this is the rating guys होइन। हाम्रो छ्या
हाम्रो छ्याछ्या टाइपमा चाहिँ हाम्रो चटपटे र लाफिङ छ, विच इज भेरी जस्टिफाइड फर माइसेल्फ होइन। अनि त्यसपछि हाम्रो बिलो एभरेजमा चाहिँ हाम्रो आलु र के हो यो आलु र त्यो मोटोवाला चाउमिन छ, विच इज अल्सो जस्टिफाइड। अनि एभरेजमा डोनट छ, एभरेजमा डोनट 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 अनि त्यो पातलो चाउमिन अनि कर्नडक छ, विच इज जस्टिफाइड। चाक पोल्ने बट मिठोमा आलु चिप्स छ, विच इज भेरी गुड। अनि आइकनिकमा चाहिँ मोमो छ, अनि अर्कोको म केही रिप्लाई दिन्न बिकज आई डोन्ट वान्ट टु बी रेसिस्ट। ल भइहाल्यो। If you didn't like the video, you should like the video because it is very important to like the video.